नमस्ते। यो भातगाउँ स्थित याछे टोलमा रहेको भीमसेनको मन्दिर हो। यहाँ फाउँ पूर्णिमाको दिन बिहानैदेखि त दर्शनार्थीहरूको भिड लाग्दछ र भीमसेनलाई पूजा गर्नाले नयाँ नयाँ आम्दानीका स्रोतहरू व्यापार व्यवसायहरू बढ्छ भन्ने एउटा धार्मिक मान्यता रहेको छ र फाउ पूर्णिमाको दिन स्थानीय मानिसहरू विभिन्न भजन खल व्यापारी सङ्घ संस्थाहरू परिसहितको भीमसेनको पूजा गर्ने गर्दछन् र टोल टोलमा धिमे बाजा र बाँसुरी बाजा बजाउँदै विभिन्न टोलीहरू भीमसेन मन्दिर जाने गर्दछन् र पूजा अर्चनापछि समय बजी खाएर फर्कने चलन छ र महिलाहरू पनि हाकु पटासीमा पुग्ने र रङ अबिर खेल्ने चाहिँ गर्दछन् र साँझ पख यो दत्तात्रेयको टचपाल भीमसेनको मन्दिरमा यो पाटीमा राखेको काठले बनेको पुरुषको जनेन्द्रिय स्वरूपको एउटा काठ छ जसलाई ब्रह्मणी मन्दिरमा लगेर खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा ल्याएर राख्ने गरिन्छ र त्यसपछि नै फागु पूर्णिमा सुरु हुन्छ र यो काठको लिङ्ग प्रतीकात्मक जुन व्यक्तिले बोक्दछ त्यो व्यक्ति पुत्रहीन भयो भने पनि कालान्तरमा उसलाई पुत्र प्राप्त हुन्छ भन्ने एउटा श्रुति रहेको छ।